पहिला यो माथिको भिडियो हेर्नुहोस् त साथीहरू। 35 वर्षसम्म झुट बोलियो, आश्वासन दियो लालपुर जादिन्छौँ। कसले भन्यो? रासोपा त भर्खरै 3 वर्ष भयो आएको। म भन्दैछु मानिसु हो एमाले कांग्रेस र माओवादीले पटक उनीहरूले आश्वासन दिए र उनीहरूले यति पनि भनेका छन् कि सुकुम्बासीहरूमा धेरैजसो एमालेको कार्यकर्ता छन्, धेरैजसो एमाले ल्याएर इम्प्लान्ट गरेका मान्छेहरू सुकुम्बासीको नाममा हुकुम्बासीहरू त्यहाँ थिए भनेर उनीहरूले भनेका छन् है। यो भ्रमबाट बाहिर निस्किनुहोस्। अब गरिब दुखी निमुखाहरूको पक्षमा नेकपा एमाले भएको हुनाले उनीहरू हाम्रा मतदाता होलान् हैन। ती मतदाताहरूप्रति मेरो सम्मान छ। तपाईले ल्याएर राख्नु पर्यो सडकमा, जुलुसमा, हल्लामा खटाउनु पर्यो। यो नचाहिँदो कुरा बोल्न तपाईलाई पनि प्रश्न गर्न पनि सजिलो छैन के यस्तो कुरा। हामीले कहीँ पहाडबाट उठाएर मान्छे ल्याएको हो? माओवादीले जनयुद्ध गर्यो, मान्छे लिएर आयो, भूकम्प होइन। हेर्नुभयो, मलाई चाहिँ लाग्छ एमालेको सरकार हुँदा पनि कुनै सुकुम्बासीले लालपुर्जा पाएको थिएन के। यो सबै झुट हो।